उपस्थिति र दैनिकी अभियानको रूपमा लिनुपर्छ धेरै भौतिक रूपमा हामी यसको सैद्धान्तिक र यसको जरोको विषयमा चाहिँ अलिकति हामीले निरामेर छिचल्न सक्यौँ भने यो अलिकति हामीले आफ्नो मुद्दालाई अगाडि बढाउन सकिन्छ कि भनेर विश्वास गर्छु। धेरै त अब उहाँको नाम चाहिँ मैले कहिले मातृदास भनेर मात्रै रामलाल भन्नु अब उहाँको अभियानमा म आफू शरीक हुन पाउँदा आफूलाई गर्व नै ठान्छु। मेरो अभियानको एउटा मूल चाहिँ अब्जेक्टिभ धेरै भौतिक रूपमा यी सबै कर्महरू गर्न सकेका छैन। यो कुरालाई पनि म क्षमा प्रार्थी छु। यहाँ दुई तिनवटा सैद्धान्तिक धारणाहरू पनि छन्। खास गरेर नेपाल चाहिँ डिजिटल प्लेटफर्ममा जान सक्ने हैसियतै छैन भन्ने पहिलो मेरो मान्यता थियो। त्यसमा डिजिटल प्लेटफर्ममा जान सक्ने हैसियत बनाउनु छ र विदिन द कन्ट्रीभित्रको कन्ट्रोलमा लिमिटेसनमा र त्यो खालको चाहिँ गभर्नेन्समा हामी बस्न सकेका छौँ भने यस्ता रहर हामीले गर्दा हुन्छ। पहिलो त हाम्रो त्यो क्षमतै छैन, त्यो छलाई बेहोर्नै सकेन। त्यो कारणले पनि यो ठुलो रिस्क चाहिँ हामीले लिन हुँदैन भन्ने मेरो पहिलो धारणा हो। दोस्रो धारणा चाहिँ मेरो के भने नागरिकताकोलाई सुपरसिड गर्ने प्रधान अर्को डकुमेन्ट नै बन्नै हुँदैन। मेरो दोस्रो धारणा यो नागरिकताको सुपरसिड गर्ने नेसनल आइडीलाई चाहिँ हामीले स्थापित गर्न खोजेको हो भने यसले हाम्रो राष्ट्रियता मार्ने काम गर्छ मेरो त्यो अभियानमा। त्यस कारणले मैले चाहिँ हाम्रो मातृदास अधिवक्ता पनि र मेरो धेरै लामो समयदेखिको खालको सहकारी भएको मित्र पनि हुनुहुन्छ। उहाँले उठाएको मुद्दामा म चाहिँ सहयोग हुन्छु भन्ने पनि मेरो धारणा थियो। र मैले लामो समयसम्म त्यसमा आइडी बनाइनँ भने मैले उहाँलाई सोधेँ भने यो नबनाइकन चल्छ कि चल्दैन भन्दा अब यो स्टेट कम्प्लायन्सहरूभित्र चाहिँ फङ्सन गर्नलाई धेरै गाह्रो रहेछ। त्यस कारणले गर्दा बाध्यतावश अझ भन्ने हो भने उहाँको अनुमतिले मैले दिएँ। सोधेर यो ल्याउँ कि नल्याउँ त भनेर भनिसकेपछि अब त्यो परिस्थिति छ भने ल्याउँ भनेपछि मैले यसरी पनि दिएँ। तर नलिकन सर्भाइभ गर्न पनि सम्भावना छैन। त्यो कारण पनि अर्को यथार्थता थियो। त्यसले गर्दाखेरिमा यो चाहिँ नागरिकतालाई कहिले चाहिँ काहीँ न काहीँ यसलाई चाहिँ के छ भने यसको अस्तित्वलाई, यसको चाहिँ मूल्यलाई, यसको सम्मानलाई डाउन गर्ने खालका डकुमेन्टेसनहरू स्टेटले चाहिँ प्रड्युस गर्नु हुँदैन र त्यसलाई हामीले एक्सेप्ट गर्नु हुँदैन भन्ने मान्यतामा म सहमत छु। दोस्रो चाहिँ अघि उहाँले एउटा के कुरा उठाउनु भएको थियो भर्चुअल अब करेन्सीको कुरा। हेर्नु होला कुनै दिन तपाईँको ब्याङ्कमा पैसा हुन सक्छ तर भौतिक करेन्सी भएन भने तपाईँका केही पनि काम नचल्न सक्छ। यो दिन तपाईँ हामीसँग चाहिँ सिस्टमको कन्ट्रोल गर्नेहरूले त्यो दिन पनि हाम्रो देशभित्र ल्याउन सक्छन् भन्ने हामीले बुझ्न यो बाटोमा हामीले चाहिँ के छ भन्दाखेरि भौतिक हेर्दाखेरि राम्रो भौतिक करेन्सी नहुने भने करप्सन जिरो बनाउन सकिन्छ। त्यो स्वाभाविक हो, एकापट्टिबाट हेर्दा राम्रो पनि हो। तर त्यो भौतिक करेन्सीलाई समाप्त गरेको दिन यदि यो डिजिटल प्लेटफर्महरू अथवा चाहिँ यो चाहिँ इन्टरनेटको जुन चाहिँ फेसिलिटी अथवा इन्टरनेट गभर्नेन्सको कन्ट्रोल हामीभन्दा ठुला देशले अथवा हामीलाई कन्ट्रोल गर्न खोजेका देशले यसलाई कहीँ न कहीँ आफ्नो नियन्त्रणमा लियो भने हामी तपाईँले केही पनि गर्नु। त्यो स्थितिबाट हामी आफ्नो टेक्नोलोजीमा हामी त्यो लेभलमा पुग्न सक्छौँ सक्दैनौँ भन्ने कुरा चाहिँ हामीसँग पहिलो थ्रेट पनि छ, चुनौती पनि छ र हामीले त्यस किसिमको व्यवस्थापन गर्नु जरुरी छ। यसको मतलब यो होइन कि भौतिक डिजिटल प्लेटफर्मलाई टोटल नकार्न सकिँदैन। तर त्यो सँगसँगै हाम्रो प्राविधिक क्षमता त्यो हामीले विकास नगरिकन अहिले भनौँ न एकछिन भन्नु चाइनिज मोडलमा चाहिँ हामीले चाहिँ भर्चुअल सिस्टम चलाउन सकिने चलाएको छ। र म त भन्छु हामीले यो चाहिँ के भने डलर सिस्टमबाट
हामी गभर्नेन्स भन्ने भन्दा चाइनिज र इन्डियन करेन्सीबाट गभर्नेन्स भए पनि राम्रो हुन्छ। त्यो विकल्प बरु बेटर हो, त्यो लेभलको विकल्प बेटर हो। त्यसमा पनि प्रधान त हामी आफै पनि आफ्नो लेभलमा चाहिँ इन्डिपेन्डेन्ट हुन सक्ने गरेर हामी त्यो बाटोमा हिँडौँ, त्यो तयारीमा हिँडौँ भन्ने मेरो